नेपालले टी20आई वर्ल्ड कप 2026 को स्काउट निकालेको पनि केही दिन भइसकेको छ र आज यस भिडियोमा हामी त्यही स्क्वाड बारेमा केही चर्चा गर्नेछौँ। केही समय अगाडि आएको इन्टरभ्यूमा क्याप्टेन रोहित पौडेलले अलरेडी भनेका थिए कि क्वालिफायर्सको टिम जस्तो हुनेछ 2026 को वर्ल्ड कप खेल्ने टिम पनि त्यस्तै नै हुनेछ। प्लास्टिक चेन्ज हो केही पनि हुँदैन हो, तलमाथि 1-2 जना हुन्छन् अलिकति टिमको रिक्वायरमेन्टलाई लिएर, कन्डिसन कस्तो छ त्यो लिएर, बट त्यो बाहेक चाहिँ नेपाल क्वालिफायरमा एउटा टिम थियो, वर्ल्ड कपमा अर्को टिम हुने कुरा हुँदैन। र नयाँ स्क्वाड पनि त्यस्तै आएको छ, त्यस्तो मेजर चेन्जेसहरू छैन, केही इम्प्याक्टफुल र माइनर चेन्जेसहरू मात्रै भएको छ। सबैभन्दा पहिला टिम हेरौँ को परेका छन् त टिममा। रोहित पौडेल, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल अनि लोकेश बाम। यो स्क्वाडमा केही यस्ता नामहरू छैनन् जसको अपेक्षा धेरै फ्यानले गरेका थिए। कुशल मल्लको यो स्क्वाडमा नपर्नु सबैभन्दा ठुलो सरप्राइज हो। उनको क्षमतामा कसैलाई शङ्का छैन, तर स्कोरबोर्डमा उनको पर्फर्मेन्स कन्सिस्टेन्ट छैन। एनपिएल र पछिल्ला गेमहरूमा उनले सोचे जस्तो रन बनाउन सकेनन्। विनोद भण्डारीले डोमेस्टिकमा धेरै राम्रो प्रदर्शन दिएका थिए, तर पनि उनी टिममा परेनन्। आदिललाई एनपिएलमा आफूलाई प्रुभ गर्ने चान्स धेरै पाए, तर उनको पर्फर्मेन्स हेर्दा उनी अझै रेडी नभएको म्यानेजमेन्टले बुझे जस्तो छ। अब यी डिसिजनहरूले टिममा कतिको अभाव पार्लान् त त्यो त हामीले आगामी दिनमा हेर्ने नै छौँ जब गेम हुनेछ। अब कुरा गरौँ टिम कस्तो बन्ला त। नेपालको म्याच मुम्बईको वाङखेडे स्टेडियममा हुँदैछ, जहाँ पेस र बाउन्सले ठुलो भूमिका खेल्नेछ। पेस एट्याकमा सोमपाल, करण र नन्दनमाथि ठुलो भरोसा गरिएको छ, तर टिममा एउटा पनि लेफ्ट आर्म पेसर नहुनु एउटा ठुलो कमजोरी हुन सक्छ। फ्युचरको लागि नेपालले लेफ्ट आर्म पेसरमा लगानी गर्नुपर्ने देखिएको छ। त्यसै गरी टिममा शेर मल्लको इन्ट्री निकै थटफुल छ। उनी मिस्ट्री स्पिनका लागि चिनिन्छन् र एनपिएलमा पनि उनले आफूलाई प्रुभ गरिसकेका छन्। सन्दीप र ललितसँग मल्लको उपस्थिति निकै रोचक हुनेछ। वाङखेडे जस्तो मैदानमा 3वटा स्पिनर खेलाउन अलिक जोखिमपूर्ण हुनेछ कि, त्यसैले ललित र मल्लमध्ये एक मात्र प्लेइङ 11मा पर्न सक्छन् जस्तो मेरो सोचाइ छ। नेपालको जितको लागि टप अर्डरको पर्फर्मेन्स निर्णायक हुनेछ। हाम्रो बोलिङ सधैँ बलियो थियो र छ पनि, तर मुम्बईमा ब्याटरले देखाउनु पर्नेछ कि उनीहरू मात्र बलरको भरमा छैनन्। यदि हाम्रो टप 4 ब्याटर भुर्तेल, आसिफ, ऐरी र रोहितको राम्रो सुरुवात भयो भने नेपालले इटाली र बङ्गलादेश जस्ता टिमलाई सजिलै हराउन सक्नेछ र वेस्ट इन्डिजलाई पनि कडा धक्का दिनेछ। बट आइएम स्टिल डाउटफुल फर इङ्ल्यान्ड है। समग्रमा भन्नुपर्दा यो एक सन्तुलित टिम हो। कुनै ठुला नामहरू छुटेका छन्, तर भएका खेलाडीहरू म्याच जिताउने क्षमता भएका छन्। तपाईँहरूलाई यो 15 मैन स्क्वाड कस्तो लाग्यो त? अनि तपाईँहरूलाई यो सेलेक्सनमा चित्त नबुझेको कुराहरू के छ र तपाईँहरूको प्लेइङ 11 कस्तो हुनेछ त? कमेन्ट डाउन।